को आग्रह रासोपाले बहुमत नल्याए भ्रष्टाचारीहरू खुसी हुन्छन्, भोट नबाड्नुस्। रासोपाले 5 वर्षका लागि देश चलाउने जिम्मेवारी दिन जनता आतुर रहेको रासोपाका काठमाडौँ क्षेत्र नम्बर 4 का उम्मेद्वार पुकार बमको जिकिर। टिकट किन्नुपर्ने पार्टी भन्दै कास्कीका नेता राजु राईले छाडे रासोपा। सुर्खेतमा एमाले र बालेनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष। रविलाई गगनको जवाफ, एउटा साथी मञ्चमा प्वाक्क बोलिदिन्छ, यत्रो वर्ष के गरिस् भन्छ। गगनको आग्रह, 5 वर्ष अर्को प्रयोग नगरौं। चुनाव बारे संशय सिर्जना गर्न खोजिएको सभापति थापाको जिकिर। थापाले भने 74 यताका वर्ष दुर्भाग्यपूर्ण, 82 देखि 87 स्वर्णिम काल बनाउँछौं। पार्टीका सबै कमिटिका इन्चार्ज र अध्यक्षलाई नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूषालको 5 बुँदे आकस्मिक सर्कुलर। युवा पुस्तालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको आग्रह, फेसबुक र टिकटक हेरेर होइन, यथार्थको धरातलमा टेकेर मतदान गर्नुहोस्। रुकुमको नयाँ सपना पूरा गर्ने प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमका उम्मेद्वार जनार्दन शर्माको संकल्प। शर्माको भनाई, म कामदार हुँ, जनता मालिक। नेकपाका झापा 5 का उम्मेद्वार रञ्जित तामाङलाई संयोजक पुष्पकमल दाहाल प्रचण्डको फोन, झापा 5 मा कसैलाई छाड्दैनौ। प्रचण्डले भने, जितेर आउनुस्, मन्त्री बनाउँछु। नेकपा एमालेका महासचिव शंकर पोखरेलको भनाई, चुनावी तालमेलको निष्कर्षमा पुगेका छैनौं। यी हुन् पोखरेलले अघि सारेका 5 वर्षका प्रास क्रान्तिका मूल नारा। विकासको बाचा गर्दै घर दैलो गरिरहनु भएका एमाले नेता महेश बस्नेतलाई मतदाताको सहानुभूति। नेकपा एमालेका तर्फबाट काठमाडौँ क्षेत्र नम्बर 4 का उम्मेद्वार डाक्टर राजन भट्टराईको दाबी, यस पटकको निर्वाचनले मुलुकमा स्थिर सरकार र सुशासनको जग बसाल्छ। नेकपा एमालेकी पूर्व प्रदेश सांसद बसन्ती देवी यादव राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश। रासोपा नवलपरासीका सभापति महेन्द्र सिंह ठकुरी कांग्रेसमा प्रवेश। निर्वाचनको मुखमा देउबा दम्पति नै मुलुक बाहिर, चुनाव छल्न सिंगापुर उडे देउबा। राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईको दाबी, राज परिवारका सदस्यहरू सडकमा उत्रिने तयारीमा हुनुहुन्छ। फागुन 16 गते भित्र काठमाडौँमा उपस्थित हुन आह्वान। जाँचबुझ आयोगको प्रतिवेदन चुनाव लगत्तै सार्वजनिक गर्न माग। बीबीसीको रिपोर्ट, तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए। प्रतिनिधि सभा निर्वाचनको तयारी पूरा, 2,15,000 कर्मचारी परिचालन। निर्वाचन आयोगले भन्यो, देशभर मतपत्र पुग्यो। निर्वाचनको दिन आन्तरिक र बाह्य हवाई उडान यथावत चलाउन दिने आयोगको निर्णय। फागुन 20 गते राति 12 बजेदेखि फागुन 21 गते साँझ 5 बजेसम्म अत्यावश्यक बाहेक सवारी साधन सञ्चालन गर्न नपाइने। कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई निर्वाचन अवलोकन गर्न दिइने। चुनाव अवधिभर अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्य कर्मीहरू तयारी अवस्थामा रहने। सरकारी कागजात देखाए मतदान गर्न पाइने। प्रतिनिधि सभा चुनावमा आचार संहिता उल्लङ्घनका उजुरीमा 87 वटा स्पष्टीकरण, 57 जवाफ प्राप्त। मोगुका हिमाली भेगमा घोडा चढेर सेनाको गस्ती। सुदूरपश्चिमका मतदाता भन्छन्, भोट चाहिए, रोजगारी देऊ। नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षण सम्बन्धी समझदारी। महाराजगञ्ज भाटभटिनी 6 महिनापछि पुनः सञ्चालनमा। कर्मचारी र ग्राहक भन्छन्, घर फर्किए जस्तै लाग्यो। टोप बहादुर रायमाझी र बेचन झाको मुद्दामा सुनवाईका लागि पेशी तोकियो। भ्रष्टाचार विरोधी सामाजिक विज्ञापनका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका नेपालका अनुराग पङ्गेनीलाई रसियन दूतावासको सम्मान। देशभरका विभिन्न विपदका घटनामा 1 को मृत्यु, 12 जना घाइते, 18 लाख भन्दा बढीको आर्थिक क्षति। बालबालिकामा पनि देखियो कुष्ठरोगको जोखिम। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थालाई सरकारले गरायो सचेत। बीमा कम्पनीलाई विदेशमा सेवा विस्तार गर्न दिनुपर्नेमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको जोड। अन्तर्राष्ट्रिय खबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकाले भेनेजुएलाबाट 80 मिलियन भन्दा बढी ब्यारेल तेल प्राप्त गरेको छ। सैन्य दबावका बीच ट्रम्पको भनाई, इरानसँग कूटनीतिक समाधान नै पहिलो प्राथमिकता। पाकिस्तानी अधिकारीहरूले भने अफगानिस्तानको आक्रमणको जवाफ दियो। खेल खबरमा राष्ट्रिय लीग फुटबलमा पुलिसको दोस्रो जित। साबिक विजेता पेरिस सेन्ट जर्मेन पीएसजी च्याम्पियन्स लीगको अन्तिम 16मा युभेन्टस र डटमुन्ड बाहिरिए। सदाको झै आज पनि हामी उपस्थित भएका छौं। आजका मुख्य समाचार, ब्रेकिङ न्यूज, न्यूज अपडेट लगायत तपाईलाई काम लाग्ने, हेर्नै पर्ने महत्त्वपूर्ण समाचार लिएर हामीलाई अन्तिमसम्म हेर्नुहोला। हाम्रो मेहनतको लागि यो भिडियोमा एउटा लाइक अवश्य गर्नुहोला। हाम्रो च्यानल अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला अनि नजिकै आउने बेल आइकनमा क्लिक गर्नुहोला। देशभित्रबाट हेर्दै हुनुहुन्छ भने आफू रहेको गाउँ, ठाउँ, शहर, जिल्लाको नाम लेख्नुहोला। विदेशमा हुनुहुन्छ भने कुन देशबाट हेर्दै हुनुहुन्छ त्यो कुरा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। दैनिक रूपमा हेर्नुहुन्छ भने रेगुलर भनेर लेख्नुहोला। आज पहिलो पटक हेर्दै हुनुहुन्छ भने फर्स्ट टाइम भनेर लेखिदिनुहोला। आउनुहोस् दर्शक महानुभाव, आजका मुख्य समाचार सुरु गरौं। गोरखाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आग्रह, रासोपाले बहुमत नल्याए भ्रष्टाचारीहरू खुसी हुन्छन्, भोट नबाड्नुस्। यस सम्बन्धी प्रसङ्गबाट
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी नेतृत्वको सरकार बनेपछि सुशासनको नयाँ जग बसाल्ने बताउनु भएको छ। गोर्खा पुग्नुभएका सभापति लामिछानेले चुनावी सभालाई सम्बोधन गर्दै 5 वर्षको स्थायी सरकार दिन आह्वान गर्नुभयो। उहाँले भन्नुभयो, कहिलेकाहीँ सुनिन्छ एउटा भोट समानुपातिकलाई एकातिर प्रत्यक्षलाई अर्कातिर अथवा आलो पालो भन्ने मैले सुनेको छु। भोट बाँडियो भने सिट बाँडिन्छ, सिट बाँडियो भने रासोपाले बहुमत ल्याउँदैन, रासोपाले बहुमत ल्याएन भने सबैभन्दा बढी खुसी यस देशका भ्रष्टाचारीहरू हुनेछन्। तिनलाई खुसी पार्ने होइन, तिनलाई घण्टी बजाउने हो। उहाँले वर्षौंदेखि मिलेर बसेकाहरू बीच धर्म, जात, समुदाय, सम्प्रदायका नाममा राजनीतिक रङ ओढेर खेल्न खोज्नेदेखि सचेत रहन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, चुनाव आउँछ जान्छ, तर तपाईँ हाम्रो सद्भाव आजको सद्भाव होइन, एक युगदेखिको सद्भाव हो। मेरो धर्म एउटै हो, म धर्मका नाममा राजनीति गर्दिन। धर्मका नाममा राजनीति गर्नेलाई युगलाई हामीले अन्त्य गर्नुपर्नेछ। राजनीति र सम्प्रदायलाई अलग गराएर राजनीति गर्ने र भोट बैंक बनाउन खोज्नेलाई फल्न दिनु हुँदैन। उहाँले आउने 21 गते भोट खसाल्ने मात्रै नभई इतिहास लेख्ने दिन भएको बताउनु भयो। उहाँले गोर्खा 1 बाट सुदन गुरुङ र 2 बाट कविन्द्र बुर्लाकोटीलाई जिताएर पठाउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, सुदन गुरुङ सदन जाला भनेर भ्रष्टाचारीहरूको अहिलेदेखि नै जिउ कामेको छ, शरीर कामेको छ, तर हामी सुदन गुरुङलाई यसपटक सदन लिएरै जान्छौँ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका तर्फबाट काठमाडौँ क्षेत्र नम्बर 4 का उम्मेद्वार पुकार बमले देशमा सुशासन कायम गर्न र भ्रष्टाचारको जालो फाल्न आफू चुनावी मैदानमा उत्रिएको बताउनु भएको छ। बिहिबार आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम गर्ने क्रममा उहाँले युवाहरूको लागि स्वदेशमै भविष्य निर्माण गर्ने वातावरण बनाउनु आफ्नो मुख्य एजेन्डा रहेको उल्लेख गर्नु भएको हो। बमले काठमाडौँ क्षेत्र नम्बर 4 ले लामो समयदेखि भोग्दै आएको राजनीतिक र प्रशासनिक अन्यायको अन्त्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले आफ्नो क्षेत्रलाई सम्पदा पर्यटनको मुख्य केन्द्रका रूपमा विकास गर्ने योजना अघि सार्नु भएको छ। घरदैलोको क्रममा मतदाताहरूमा निकै उत्साह देखिएको र रासोपालाई 5 वर्षका लागि देश चलाउने जिम्मेवारी दिन जनता आतुर रहेको भन्दै उहाँले आफ्नो जित सुनिश्चित भएको दावी गर्नुभयो। यसपटक काठमाडौँ 4 को चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ। यसअघि नेपाली कांग्रेसका गगन थापा विजयी हुनुभएको यस क्षेत्रमा यसपालि रासोपाका बमका साथै नेकपा एमालेका राजन भट्टराई, कांग्रेसका सचिन तिमिलसेना, राप्रपाका सुरेन्द्र भण्डारी र नेकपाका इन्द्रकुमार भूषाल सहित 28 जना उम्मेद्वारहरू चुनावी मैदानमा राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका नेता राजु राईले पार्टी परित्याग गर्नुभएको छ। राजनीति सोझो र इमानदारले गर्ने काम नभएको निष्कर्ष निकाल्दै उहाँले बिहिबार सामाजिक सञ्जालबाट पार्टी छोडेको घोषणा गर्नुभएको हो। राईले फेसबुकमा लेख्नु भएको छ, राजनीति भनेको सोझो र इमानदारीले गर्ने काम होइन रहेछ। आजबाट राजनीति र पार्टीको लागि 1 कौडी पैसो र 1 सेकेन्ड समय पनि खेर फाल्ने छैन। स्वतन्त्र नागरिक भएर समाजसेवामा लाग्नेछु। उहाँले नेता चिन्नुपर्ने र टिकट किन्नुपर्ने पार्टीलाई भोट दिनु भनेको आफ्नै टाउकोमा ऋण लगाउनु भएको भन्दै 2 दिन अघि पनि फेसबुक स्ट्याटस लेख्नु भएको थियो। 2079 को निर्वाचनमा कास्की 1 बाट लड्नुभएका राईले 10,941 मत ल्याउनु भएको थियो। यहाँ जित्ने एमालेका मनबहादुर गुरुङले 25,708, दोस्रो हुने कांग्रेसका किशोर दत्त बरालले 23,189 मत ल्याउँदा राई तेस्रो हुनुभएको थियो। पार्टी छाड्नुभएका राई अहिले पनि टिकटको आकांक्षी रहेको बताइएको थियो। गएको निर्वाचनमा 10,000 मत ल्याउनुभएका राईलाई टिकट नदिएर रासोपाले स्थानीय तह निर्वाचनमा अटेरी अभियान चलाउँदै लौरो चिन्ह लिएर पोखराको मेयरमा उठ्नुभएका खड्गराज पौडेललाई उम्मेद्वार बनाएको छ। पौडेललाई टिकट दिएदेखि नै राई पार्टी नेतृत्वप्रति असन्तुष्ट हुनुहुन्थ्यो। कांग्रेसका सभापति गगन कुमार थापाले भदौ 23 र 24 मा भएको जेन्जी आन्दोलनको विषयमा नेकपा एमालेको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। कर्णाली प्रदेशको सुर्खेतमा पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले जेन्जी आन्दोलनको विषयमा एमालेको भनाइप्रति आपत्ति जनाउनु भएको हो। फागुन 21 को चुनाव आउन केही दिन मात्रै बाँकी छ। यो चुनाव यसरी आउँछ कल्पना पनि थिएन। चुनाव घोषणा भएको दिनबाट दायाँ बायाँ नगरी चुनावको परिणामको चिन्ता नगरी कांग्रेसले काम गरिरहेको छ। यहाँ कांग्रेसबारे संशय उत्पन्न गर्न खोजिएको छ। चुनावमा यो सरकारलाई पनि साथ दिएर ट्र्याकमा ल्याएर छोड, उहाँले भन्नुभयो। फागुन 21 को चुनावको सन्दर्भमा भाद्र 23 र 24 को घटनालाई नेपालमा भिन्न दृष्टिकोण छ। उहाँले नेकपा एमालेले संसद भवन पहिले जलेको र त्यसपछि मात्र गोली चलेको भनेको भनाइप्रति र जेन्जी आन्दोलनबारे चुपचाप बस्नुभएका रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहप्रति कटाक्ष गर्नुभयो। यसमा 2वटा प्रवृत्ति छ। एउटा इन्कार गर्छ र भन्छ भदौ 23 गते र 23 गते अगाडि देश ठिकठाक थियो, सब ठिकठाक छ, सबले दूध भात खाएका थिए, केही बिग्रेको छैन। उहाँले भन्नुभयो अर्को प्रवृत्ति छ, बोल्दैन भन्दैन तर 23 र 24 गते दन्दनी बलेको आगोमा आफ्नो राजनीतिको रोटी सेक्छ। यो दुईटै सोचले नेपालमा 23 र 24 को अवस्था आएको हो। नेपाली कांग्रेस यो दुवै सोचभन्दा भिन्न छ। यस्तै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि जवाफ फर्काउनु भएको छ। विकास निर्माणको सन्दर्भमा केही दिन अघि थापाले कानून परिवर्तन गर्नुपर्ने छ भन्ने अभिव्यक्तिलाई लिएर लामिछानेले बल्ल यो कुरा थाहा भएछ
भनेर टिप्पणी गर्नुभएको थियो। बिहिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले लामिछानेलाई जवाफ दिनुभएको हो। म प्रधानमन्त्री बन्छु, जादु गर्छु, चटक गर्छु भनेर होइन, गर्नुपर्ने के छ, संविधानमा केही बदलाव ल्याउनु पर्नेछ। उहाँले भन्नुभयो, म संविधान र कानुनमा बदलाव ल्याउनका लागि 5 वर्ष केही काम गरौँ भन्छु। एउटा साथी मञ्चमा प्वाक्क बोलिदिन्छ, यत्रो वर्ष के गरिस्। उहाँले बोल्न सजिलो भएको बताउँदै थप्नुभयो, संविधान बनाउँदाका दुःख र दर्द, संविधान बनाउँदाका समस्या, संविधानमा आफैले गरेको अनुभव, त्यो अनुभवका आधारमा सच्याउने कुराको भएकामा यस्ता हल्का छलफलले कहीँ पनि पुर्याउँदैन। यस्तै थापाले 5 वर्ष अर्को प्रयोग नगर्न कर्णालीवासीसँग आग्रह पनि गर्नुभएको छ। सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले कर्णालीको विकासको फेहरिस्ता आफूसँग रहेको दाबी गर्दै नयाँ प्रयोग नगर्न आग्रह गर्नुभएको हो। मेरो आग्रह छ 5 वर्ष अर्को प्रयोग नगरौँ, 5 वर्ष परिवर्तनको वर्ष बनाउने हो, सभापति थापाले भन्नुभयो। तर त्यसका लागि सोच चाहिने उहाँले बताउनुभयो। कर्णालीका बारेमा बोल्दै गर्दा साथीहरू मुद्दा दिनुभएको छ, तर म पढेर भन्दिनँ। उहाँले भन्नुभयो, कर्णालीका बारेमा धेरै कुरा भन्न सकिने उहाँले बताउनुभयो। कर्णाली स्वर्ग हो भन्न सकिन्छ, कर्णाली अन्नको भण्डार हो भन्न सकिन्छ, कर्णाली नेपालको सर्वाधिक राम्रो ठाउँ हो भन्न सकिन्छ, राराका बारेमा कविता भन्न सकिन्छ। सभापति थापाले भन्नुभयो, यहाँको स्याउको कथा भन्न सकिन्छ, यहाँको यार्सा गुम्बाको कथा भन्न सकिन्छ, तर प्रश्नसँगै अर्को कुरा जोडिएर आउने यहाँको गरिबी रहेको उहाँले बताउनुभयो। आज देशभरि जम्मा 17-18% गरिबी हुँदै गर्दा करिब 40%को गरिबी बोकेर कर्णाली किन बसिरहेको छ? सबैभन्दा ठूलो बेरोजगारी बोकेर कर्णाली किन बसिरहेको छ? देशभरका आमा बचाउँदै गर्दा कर्णालीका आमा किन बचाउन सकिएका छैनन्? यी प्रश्नका सपाट उत्तर दिएर भाग्न सकिन्छ, तर ती उत्तर दिएर समाधान निस्कन्न उहाँले भन्नुभयो। त्यसका लागि समस्याको जरामा पुग्नुपर्ने उहाँले बताउनुभयो। कर्णालीको विकास गर्ने कुरा नै महँगो रहेको पनि सभापति थापाले बताउनुभयो। कर्णाली र काठमाडौँको विकासको एउटै ढाँचा हेरेर हुँदैन। कर्णालीको वार्षिक आय प्रदेशको जम्मा 52 करोड छ। उहाँले भन्नुभयो, काठमाडौँ महानगरमा भने त्यहाँको मेयरलाई सुती विकास गर्ने पैसा हुने उहाँले टिप्पणी गर्नुभयो। काठमाडौँको मेयरका लागि सुती विकास गर्न त्यहाँको खुतुर्केमा 10 अरब रुपियाँ आफै जम्मा हुन्छ। उहाँले भन्नुभयो, किन जम्मा हुन्छ? स्थानीय तहको आम्दानी सबैभन्दा बढी घर बहाल करबाटै आउँछ, अनि सुर्खेतको कालीकोटको मान्छेले पनि काठमाडौँको खुतुर्केमा घरबाट जान्छ। उहाँले चुनावका बारेमा संशय पैदा गर्ने प्रयास भइरहेको पनि बताउनुभयो। संविधानलाई ट्र्याकमा ल्याउनका लागि चुनावको विकल्प नभएको भन्दै सफल बनाउन लागिरहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, चुनावका बारेमा केही संशयहरू सिर्जना गर्न खोजिएको छ। ती संशयलाई चिर्दै समयमा निर्वाचन सम्पन्न गराउनको लागि सरकारलाई सम्पूर्ण साथ दिँदै सफल बनाएर संविधानलाई ट्र्याकमा ल्याउने प्रतिबद्धताबाट 1 इन्च तलमाथि गर्दैनौँ। थापाले 74 देखि यताका 8 वर्ष नेपालको राजनीतिमा दुर्भाग्यपूर्ण अवधि रहेको पनि टिप्पणी गर्नुभएको छ। उहाँले 72 को संविधान कार्यान्वयन गर्नुपर्ने यी वर्ष नेपालमा सरकार बनाउने र ढलाउनेमै गुज्रिएको बताउनुभयो। 74 पछिको अवधि हाम्रा लागि दुर्भाग्यपूर्ण रह्यो। उहाँले भन्नुभयो, केवल सरकार बनाउने, सरकार भत्काउने, सरकार टिकाउने कुनै रूपमा त्यसैको वरिपरि रहिरह्यो। त्यसैका कारण संविधानमा सुनका अक्षरमा लेखिएका शब्द कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो। यो अवधिमा न मधेसको पीडा न कर्णालीको घाउ पनि थाहा नभएको उहाँले बताउनुभयो। 52 साल 63-64 सम्म कर्णालीले भोगेको हिंसाभन्दा ठूलो केही थिएन। उहाँले भन्नुभयो, त्यो हिंसाबाट बाहिर निस्किएपछि हामीले केही न केही गर्नु पर्थ्यो, त्यो हुन सकेन। अबको समय खेरा फाल्ने छुट नरहेको सभापति थापाले बताउनुभयो। अब 2082 देखि 87 सम्मको 5 वर्ष देश र जनतालाई हामी सबैभन्दा स्वर्णिम काल हामी बनाउँछौँ उहाँले भन्नुभयो। नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूषालले पार्टीका सबै कमिटीका इन्चार्ज र अध्यक्षलाई 5 बुँदे सर्कुलर जारी गर्नुभएको छ। फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचनबारे आकस्मिक सर्कुलर जारी गर्नुभएको हो। सर्कुलरमा पार्टीको राष्ट्रिय सम्मेलन आयोजक कमिटीका सदस्यहरू र समानुपातिक तर्फका उम्मेद्वारहरू निर्वाचनसम्म आफ्नो कार्यक्षेत्रमा अझ तदारुकताका साथ प्रचारमा लाग्ने, अस्थायी बसोबास, व्यवसाय, रोजगारी वा अन्य कारणले मतदान गर्ने जिल्ला बाहिर रहेका हाम्रो पार्टीका सबै सदस्यहरू मतदान गर्न आफ्नो जिल्लामा फड्कनका लागि सूचित गर्ने उल्लेख छ। त्यस्तै विभिन्न कारणले मतदान गर्ने जिल्लाभन्दा बाहिर रहेका सदस्यहरूलाई मतदान गर्ने आफ्नै जिल्लामा जानका लागि सूचित गर्ने, देशको जुनसुकै स्थानमा भए पनि आफ्ना साथीहरू, परिचितहरू, विभिन्न पेशागत तथा सामुदायिक संगठनका कारणले सम्बन्धित भएकाहरू सबैलाई सम्पर्क गरी पार्टीका उम्मेद्वारहरूलाई भोट दिन अनुरोध गरेको छ। आफ्नो क्षेत्रका गतिविधिबारे केन्द्रीय कार्यालयलाई जानकारी गराउन समेत उहाँले निर्देशन दिनुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी निर्वाचनमा मतदातालाई सामाजिक सञ्जालको प्रभावमा नपरी वास्तविकताका आधारमा मतदान गर्न आह्वान गर्नुभएको छ। बिहिबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 2 मा आयोजित चुनावी सभामा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले विशेष गरी युवा पुस्तालाई लक्षित गर्दै फेसबुक, टिकटक, रिल्स जस्ता सामाजिक सञ्जालको प्रभावमा नपरी देशको भविष्यलाई ध्यानमा राखेर मतदान गर्न आग्रह गर्नुभएको हो। उहाँले यसपटकको निर्वाचन केवल सांसद छान्ने वा सरकार बनाउने प्रक्रिया मात्र नभई देशको भविष्यसँग जोडिएको निर्णायक मोड भएको बताउनुभयो। अध्यक्ष
अध्यक्ष लिङदेनले देश अहिले अस्तित्व सङ्कटको अवस्थामा रहेको उल्लेख गर्दै नेपाली प्रथम भन्ने विचारलाई केन्द्रमा राखेर प्रत्येक मतदाताले आफ्नो अमूल्य मतदान गर्नुअघि 1000 पटक सोच्नुपर्छ उहाँले भन्नुभयो। उहाँले विगतमा असफल भएका दल र स्पष्ट दृष्टिकोण नभएका नेतृत्वलाई पुनः मत दिएर गल्ती दोहोर्याउने कि नगर्ने भन्ने निर्णय मतदाताकै हातमा रहेको पनि जोड दिनुभयो। उहाँका अनुसार शान्ति, विकास र स्थिरताको लागि राप्रपा नै एकमात्र विकल्प हो। राप्रपाले मात्र नयाँ र पुराना सबै राजनीतिक शक्तिहरूलाई मिलाएर अगाडि बढाउन सक्छ। देशमा कुनै समन्वयकारी शक्ति छ भने त्यो राप्रपा मात्रै हो। त्यसैले आगामी संसदमा राप्रपालाई बलियो शक्ति बनाउन आवश्यक छ उहाँले भन्नुभयो। अध्यक्ष लिङदेनले विदेशी हस्तक्षेप र देशभित्रका चलखेलप्रति काठमाडौँवासी सचेत भएको दावी गर्दै देश जोगाउन र विकास सुनिश्चित गर्न राप्रपाका उम्मेद्वारहरूलाई विजय गराउन मतदातालाई आग्रह गर्नुभयो। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमका उम्मेद्वार जनार्दन शर्माले रुकुमको समृद्धिका लागि नयाँ सपना पूरा गर्न आफू तयार रहेको बताउनु भएको छ। चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विगतमा अधिकारका लागि लडिएको र अबको चरण पूर्ण रूपमा विकास र समृद्धिको हुने बताउनु भएको हो। उहाँले विगतमा 50 रुपियाँ तिरेर फोन चार्ज गर्नुपर्ने अवस्थाबाट रुकुम अहिलेको सहज अवस्थामा आइपुगेको स्मरण गराउनु भयो। शर्माले रुकुममै 300 शय्याको सुविधा सम्पन्न अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने आफ्नो मुख्य योजना रहेको बताउनु भयो। यस परियोजनाले रुकुम मात्र नभई छिमेकी जिल्लाहरू जाजरकोट, सल्यान, रोल्पा र पूर्वी सुर्खेतका जनतालाई समेत लाभ पुर्याउने उहाँको दावी छ। यसका लागि मध्यपश्चिम विश्वविद्यालयसँग समन्वय भइरहेको समेत उहाँले जानकारी दिनुभयो। युवाहरूको रुचिलाई ध्यानमा राख्दै क्रिकेट लगायतका खेल मैदान निर्माण गर्ने र खेलकुदलाई व्यवसायका रूपमा अघि बढाउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। उहाँले एक घर एक धाराको अभियानलाई पूर्णता दिने र सुशासनयुक्त समाज निर्माण गर्ने कुरामा जोड दिनुभयो। नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले झापा क्षेत्र नम्बर 5 मा कुनै दलहरूसँग सहकार्य नहुने बताउनु भएको छ। बिहीबार झापा 5 का उम्मेद्वार रञ्जित तामाङलाई टेलिफोन सम्पर्क गर्दै उहाँले सामाजिक सञ्जालमा फैलिएको अफवाहलाई नपत्याई सक्रिय भएर लाग्न समेत आग्रह गर्नुभएको छ। यस विषयमा तामाङले भन्नुभयो, मैले अध्यक्षसँग भर्खरै कुराकानी गरेँ, बाहिर जे बजारमा हल्ला आएको छ कहीँ पनि अलायन्स हुँदैन पनि। प्रचण्डले आफूलाई फोनमा भनेको कुरा उद्धृत गर्दै तामाङले भन्नुभयो, कुनै पनि छलफल कुराकानी भएको छैन र हुँदैन पनि, हामी दृढतापूर्वक लागौँ भन्नुभएको छ। साथै प्रचण्डले सक्रिय भएर खटिन पनि पार्टी पंक्तिलाई आग्रह गर्नुभएको उहाँले जानकारी गराउनुभयो। फोन वार्ताका क्रममा तामाङले पूर्वमा सभा राख्न लागि र त्यसमा प्रचण्डलाई पनि सहभागिताका लागि आग्रह गरेको बताउनु भयो। देशभर कार्यक्रम गर्नु पर्यो, एउटा सभा पूर्वमा राख्नु पर्यो भनेर मैले भनेको छु, विशेष गरी झापामै एउटा सभा राख्नु पर्यो भनेर भने। तामाङले थप भन्नुभयो, मैले यहाँको चुनावी रिपोर्टिङ पनि उहाँलाई गराएँ। यस्तै प्रचण्डले तामाङलाई फोन गर्दै उहाँले ढुक्कसँग निर्वाचन अभियानमा लाग्न र जितेर आए मन्त्री बनाउने आश्वासन समेत दिनुभएको छ। प्रचण्डले तामाङलाई भन्नुभयो, बाहिर आएको हल्लाको भ्रममा नपर्नुस्, ढुक्कसँग निर्वाचन अभियानमा लाग्नुस्, 2 जना प्रधानमन्त्रीको उम्मेद्वार हराएर आउनुस्, मन्त्री बनाउँछु। तामाङले सो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहसँग चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। पुराना दलबीच केही स्थानमा चुनावी तालमेल हुन सक्ने चर्चा चलिरहेकै बेला नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भने त्यसबारे निष्कर्षमा पुगिन सकेको बताउनु भएको छ। बिहीबार घोराहीमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो, सञ्चार माध्यममा आएका सबै कुरा साँचो हुन्छन् भन्ने छैन। जबसम्म दलहरू आफै बोल्दैनन् तबसम्म हतार गरेर बोल्न उचित हुँदैन। पोखरेलले भन्नुभयो, चुनावी तालमेलबारे हामी अझै निष्कर्षमा पुगेका छैनौँ। झापा 5, दाङ 2 लगायतका क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी नेकपासँग एमालेको चुनावी तालमेल हुने पछिल्लो समय चर्चा छ। यसैबीच पोखरेलले आफ्नो निर्वाचन क्षेत्र रहेको दाङ 2 का लागि संकल्प पत्र सार्वजनिक गर्नुभएको छ। उहाँले 5 वर्षमा 5 क्रान्ति भन्ने नाराका साथ संकल्प पत्रमा उल्लेख गर्नुभएको छ। दाङको विकास, दाङवासीको सम्मान, सबै दाङ, समृद्ध नेपाल भन्ने नाराका साथ उहाँले 5 क्रान्तिलाई आर्थिक तथा पूर्वाधार, शैक्षिक, स्वास्थ्य सेवा, प्रविधि र सुशासनलाई मुख्य नारामा संकल्प पत्रमा समेट्नु भएको छ। पोखरेलले मतदाता सामु यिनै प्रतिबद्धता लिएर उभिनु भएको छ। यो निर्वाचनमा देशभर कसले जित्छ, को बलियो छ, त्यहाँ चाहिँ के होला भन्ने मध्ये भक्तपुर निर्वाचन क्षेत्र नम्बर 2 अगाडि नै आउँछ। यहाँका उम्मेद्वार मध्ये नेकपा एमालेका सचिव महेश बस्नेत बलियो मानिनुहुन्छ। यो त्यस्तो क्षेत्र हो जहाँका मतदातासँगै बाहिरकाले पनि निकै चासोका साथ हेरेका छन्। यस क्षेत्रमा मानिसहरूका आफ्नै अड्कलबाजी छन्। यहाँका उम्मेद्वारप्रति आम जनताको चासो र चर्चा उत्तिकै छ। यहाँ पनि विभिन्न दलबाट उम्मेद्वार बनेकाहरूको घरदैलो चलिरहेको छ। बुधबार बिहान करिब 7 बजे सूर्यविनायक नगरपालिका वडा नम्बर 8 गणेश मन्दिरमा एमालेका कार्यकर्ताहरू भेला भएका थिए। घरदैलोको तयारी हुँदै थियो, हामी पनि त्यही थियौँ। मतदाता घरको कोसी र छतबाट हात हल्लाइरहेका थिए। तल थियो एमालेको चुनावी घरदैलो। उम्मेद्वार बस्नेत दोस्रो पटक जित निकाल्न यसपटक पनि कसिएर लाग्नु भएको छ। एकैछिनमा बस्नेत आइपुग्नुहुन्छ र खादा, माला र टीका लगाएपछि उहाँको टोली अघि बढ्छ। दृश्य हेर्दा लाग्थ्यो उहाँ भोट माग्न घरदैलो भएन, विजय उत्सव मनाउँदै हुनुहुन्थ्यो। कोण सभा जस्तो बनाएर बस्नेतले थोरै भाषण गर्नुहुन्छ, सूर्यलाई शुभसाहित मानेर निस्कनुहुन्छ। 100 जनाभन्दा बढीको उहाँको टोली, ब्यानर, प्रचार सामग्री, पार्टीका गीत घन्काउँदै अघि बढ्छ। गणेश मन्दिरबाट सुरु भएको
भएको उहाँको घर दैलो मतदातासँगको भेटभन्दा पनि सडकबाटै नमस्कारमा बढी केन्द्रित थियो। टोली परिवर्तन टोलमा पुग्छ, त्यहाँ बस्नेतलाई सूर्य चुनाव चिन्हसहित स्वागत हुन्छ। खादा मालासँगै र दही खुवाएका मतदाताले उहाँलाई यस क्षेत्रमा विकासको बाढी ल्याउन आग्रह गर्छन्। बस्नेत पनि भोट दिएर जिताउन आग्रह गर्नुहुन्छ। यो क्षेत्रको आवश्यक विकास गर्न आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ। उत्साहित कार्यकर्ता भक्तपुरले खोजेको जनताले रोजेको भन्दै समय समयमा नारा लगाउँछन्। पार्टीको गीत घन्किरहन्छन्। नेकपा एमालेका तर्फबाट काठमाडौँ क्षेत्र नम्बर 4 का उम्मेद्वार डाक्टर राजन भट्टराईले विगतमा निर्माण भएका भौतिक पूर्वाधारहरूको अवस्थामा गुणात्मक सुधार ल्याउनु आफ्नो मुख्य प्राथमिकता रहेको बताउनु भएको छ। बिहीबार आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियानका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले यसअघि नै बाटोघाटो, ढल, खानेपानी र स्वास्थ्य क्षेत्रका आधारभूत पूर्वाधारहरू बनिसकेकाले अब तिनलाई व्यवस्थित र प्रभावकारी बनाउन आफ्नो ध्यान केन्द्रित हुने स्पष्ट पार्नु भएको छ। भट्टराईले निर्वाचनमा आफ्नो पार्टीले अघि सारेका राष्ट्रिय मुद्दाहरूसँगै स्थानीय समस्याहरूको समाधानलाई पनि उत्तिकै प्राथमिकतामा राखेको उल्लेख गर्नु भएको छ। पछिल्लो समय मुलुकमा केही हुँदैन भन्ने नकारात्मक भाष्य निर्माण भइरहेको र युवाहरूमा असन्तुष्टि बढिरहेको प्रति संकेत गर्दै उहाँले युवा स्वरोजगारका विशेष कार्यक्रमहरू ल्याउने योजना सुनाउनु भयो। युवाहरूलाई स्वदेशमै भविष्य देख्ने वातावरण बनाउनु नै अहिलेको प्रमुख आवश्यकता रहेको उहाँको ठहर छ। नेकपा एमालेकी पूर्व प्रदेश सांसद बसन्ती देवी यादव राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्नु भएको छ। बिहीबार नेकपा एमालेबाट 74 सालको प्रदेशसभा निर्वाचनमा कोशी प्रदेशको सांसद बन्नुभएकी यादव रासपा प्रवेश गर्नु भएको हो। उहाँले रासपा मोरङ 5 की प्रतिनिधि सभा सदस्य उम्मेद्वार आशा झाले पार्टी सदस्यता प्रदान गर्नुभयो। सोही कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य बुलबुल यादव लगायत रासपामा प्रवेश गरेका रासपाका नेता वीरेन्द्र शाहले जानकारी दिनुभएको छ। नवलपरासीका राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ। कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई कांग्रेस प्रवेश गराएर खादामालाले स्वागत गर्नुभयो। नवलपरासी बर्दघाटको चौपतामा भएको चुनावी सभामा ठकुरी कांग्रेसमा प्रवेश गर्नुभएको हो। कागजी बाग रासपा छोडेर असली बाग कांग्रेस रोजेको उहाँले बताउनु। सभा निर्वाचन नजिकिएका बेलामा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउबा तथा देउबा पत्नी कांग्रेस नेत्री डाक्टर आर्जु राणा देउबा मुलुक बाहिर हुनुहुन्छ। आर्जु विगत 5 दिनदेखि दक्षिण छिमेकी राष्ट्र भारत भ्रमणमा हुनुहुन्छ भने देउबा बुधबार राति स्वास्थ्य उपचारको फलोअपका लागि सिंगापुर उड्नु भएको छ। गत भदौमा भएको जेन्जी आन्दोलनका क्रममा भदौ 24 गते आन्दोलनकारीको आक्रमणमा परेर गम्भीर घाइते हुनुभएका देउबा स्वास्थ्य उपचारका लागि कार्तिक 10 गते सिंगापुर जानु भएको थियो। त्यो बेला 18 दिन उपचार गरेर कार्तिक 28 गते नेपाल फर्कनु भएका देउबा फेरि फलोअपका लागि सिंगापुर उड्नु भएको उहाँ निकट स्रोतले जानकारी दिएको छ। यता देउबा पत्नी आर्जु भने विभिन्न मठ मन्दिरमा पूजाआजाका लागि विगत 5 दिनदेखि भारत भ्रमणमा हुनुहुन्छ। उहाँको भारतको उज्जैनमा अवस्थित महाकालेश्वर मन्दिरमा दर्शन गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा आएको छ। उहाँ अझै 5 दिन जति भारतमै रहने निकट स्रोतले जानकारी दिएको छ। बाहिर निर्वाचन छल्नका लागि विदेश उडेको चर्चा परिचर्चा भए पनि देउबा निकट स्रोत भने निर्वाचन अघि नै फर्कने तालिका छ। देउबा र उहाँ निकट नेताहरूको असहमतिबीच गत पुस 27 देखि 30 गतेसम्म काठमाडौँमा भएको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चुनिनु भएको थियो। त्यो विशेष महाधिवेशनलाई देउबा, डाक्टर शेखर कोइराला र उनीहरूको समूहले स्वीकारेको छैन। विशेष महाधिवेशन विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ। व्यवसायी दुर्गा प्रसाईले फागुन 16 गतेभित्र काठमाडौँमा उपस्थित हुन देशभरका सर्वसाधारणलाई अपील गर्नु भएको छ। राजपरिवारका सदस्यहरू स्वयं सडकमा उत्रने तयारीमा रहेको उहाँको दाबी छ। सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रसाईले यस्तो दाबी गर्नुभएको हो। उहाँले लेख्नु भएको छ, राजपरिवारका सदस्यहरू स्वयं अब राष्ट्रको रक्षा, धर्मको संरक्षण तथा सम्पूर्ण नेपाली नागरिकको हितका लागि सडकमा उत्रने तयारीमा रहनु भएको जानकारी गराउँदै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही फागुन 16 गतेभित्र काठमाडौँमा उपस्थित भई राष्ट्रलाई युक्रेन हुनबाट जोगाउन हार्दिक आह्वान गर्दछौँ। राष्ट्र, धर्म र नागरिकको सुरक्षा साझा जिम्मेवारी भएकाले सबैलाई एकजुट भई तन मन वचनले उपस्थित हुन उहाँले अनुरोध गर्नुभएको छ। जेनजी मुभमेन्ट अलायन्सले गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आएको प्रतिवेदन प्रतिनिधि सभाको निर्वाचन लगत्तै सार्वजनिक गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मागपत्र दर्ता गराएको छ। बिहीबार अलायन्सका अमृत वन, पेमा वाङबो लामा, मजिज अन्सारी, जय गुप्ता, अमित खनाल लगायतले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा मागपत्र दर्ता गराएका हुन्। चुनावपछि आयोगको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न माग खबरदारीपूर्ण मागपत्र दर्ता गराएको उनीहरूको भनाइ छ। न्याय सुनिश्चितता, दण्डहीनताको अन्त्य र पीडितलाई न्याय दिलाउन आफूहरूले निरन्तर आवाज उठाउने पनि उनीहरूको भनाइ छ। पूर्व प्रहरी प्रमुख चन्द्र कुबेर खापुङले हजारौं निहत्था युवा प्रदर्शनकारीहरूमाथि घातक हतियार प्रयोग गर्न आदेश दिएको बीबीसीको एक अनुसन्धानले खुलाएको छ। गत वर्ष सेप्टेम्बर 8 मा राजधानी काठमाडौँमा मारिएका 19 जना मध्ये विद्यालयको पोसाक लगाएका एक किशोर पनि थिए, जो भिडबाट टाढा जाँदै गर्दा उनको टाउकोको पछाडि गोली लागेको थियो। यस घटनामा अन्य दर्जनौं घाइते भएका थिए। राजनीतिक भ्रष्टाचारलाई लिएर हप्तौंदेखि गुम्सिएको आक्रोशपछि भएको जेन्जी प्रदर्शनका घटनाहरूले थप आन्दोलनको रूप लियो, जसले गर्दा भोलिपल्टै
नेपालका प्रधानमन्त्रीको राजीनामा र सरकार पतन भयो। बीबीसी वर्ल्ड सर्भिसको टोलीले सेप्टेम्बर 8 का घटनाहरूको विवरण भएको प्रहरीको आन्तरिक कागजात फेला पारेको छ, जसमा पिटर एक कल साइन प्रयोग गर्ने व्यक्तिले कर्फ्यू लागू भएको 10 मिनटपछि र फिल्डमा रहेका अधिकारीहरूले घातक हतियार प्रयोग गर्न बारम्बार अनुमति मागेपछि आफ्ना अधिकारीहरूलाई आवश्यक बल प्रयोग गर्न आदेश दिएको खुलासा भएको छ। बीबीसी आई इन्भेस्टिगेसनलाई स्रोतले बताएअनुसार पिटर एक नेपालका पूर्व प्रहरी महानिरीक्षक खापुङले प्रयोग गर्ने कल साइन थियो। खापुङले आफूले आदेश दिएको कुरालाई अस्वीकार गर्नुभएको छैन, तर नेपाल प्रहरीले भने सरकारी सुरक्षा समितिको स्वीकृतिपछि र नेपाली कानुन बमोजिम अन्य सबै प्रकारका बल प्रयोग गरिसकेपछि मात्र यस्तो आदेश दिएको बताएको छ। निर्वाचन आयोगका सचिव कृष्ण बहादुर राउतले आगामी प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न आयोग पूर्ण रूपमा तयार रहेको बताउनु भएको छ। कूटनीतिक समुदायका लागि आयोजित विशेष ब्रिफिङ कार्यक्रममा उहाँले निर्वाचनका सम्पूर्ण व्यवस्थापकीय कार्यहरू अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो। सचिव राउतका अनुसार यस निर्वाचनमा कुल 1,79,00,000 मतदाता सहभागी हुँदैछन्, जसमा 49% महिला र 51% पुरुष रहेका छन्। मतदानका लागि देशभर 10,967 मतदान स्थल र 23,112 मतदान केन्द्रहरू तोकिएका छन्। साथै अस्थायी मतदाताहरूका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न 143 वटा अस्थायी मतदान केन्द्रहरूको समेत व्यवस्था गरिएको छ। निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन 2,15,000 कर्मचारी परिचालन गरिएको सचिव राउतले जानकारी दिनुभयो। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मतपत्र पुगेको